यो चाहिँ हाम्रो हेटौडा बजार है। यहाँ चाहिँ हाम्रो यो मकै लगाएको छ यो बारीमा, लाइनले लगाएको छ मकै। पानी परेको भएर चाहिँ अहिले धेरै राम्रो भएको छ। अब यहाँभन्दा धेरै पानी पर्यो भने चाहिँ यो मकै बिग्रिन नि सक्ने सम्भावना छ है। यो चाहिँ हेटौडा बजार है। हजुरहरू घुम्न आउनु भएको छ कि छैन हेटौडा बजार?